वर्ल्ड कप चाहिँ ब्याक भइसकेको छ केटा हो त अब ब्याक टु ब्याक फ्रेन्डलिजहरू छन् एन्ड देन इट्स बिगर देन एभर किनभने 48वटा टिमहरू छन् 3वटा नेसनले होस्ट गर्दैछन् भने एउटा वर्ल्ड कप ट्रफीको लागि एन्ड टुडे वी आर गोइङ टु ब्रेक डाउन द एउटा यस्तो ग्रुप जुन ग्रुपको किक अफबाट चाहिँ ओभरअल वर्ल्ड कप 2026 चाहिँ स्टार्ट हुँदैछ यस वी आर गोइङ टु टकिङ अबाउट ग्रुप ए को बारेमा जहाँ चाहिँ साउथ कोरिया मेक्सिको साउथ अफ्रिका र चेक रिपब्लिक छ सो मेक्सिको चाहिँ होस्ट नेसन भएको कारणले कुनै पनि क्वालिफायर खेल्न परेन यो एउटा एडभान्टेज भयो भने एउटा आफ्नो होस्ट नेसन भएको कारणले आफ्नै घरेलु मैदानमा चाहिँ उसले चाहिँ ग्रुप स्टेजका गेमहरू खेल्नेछन् सो यो चाहिँ एउटा एडभान्टेजको कुरा भयो भने डिसएडभान्टेजको कुरा भनेको चाहिँ अहिलेसम्म उसले चाहिँ क्वालिफायर खेल्नु नपरेको कारणले क्वालिफाईको लागि क्वालिफायर गेमहरू खेल्न नपरेको कारणले यो मोमेन्टम अनि यो प्रेसरहरूमा गेम खेलिरहेको छैन नि त सो कसरी चाहिँ आउँछ नि त भनेर चाहिँ त्यो हेर्न बाँकी नै छ त्यो हामीले चाहिँ अब कमिङ जुन 11मा फर्स्ट किक अफ नै मेक्सिको भर्सेस साउथ अफ्रिकाको छ त्यहाँदेखि नै हाल्छौँ अर्को भनेको चाहिँ साउथ अफ्रिका CAF च्याम्पियनसिप जितेर आएछ केही लुज गर्नु नै छैन केटाहरू जोस जागर भरेर आएछन् होइन सो कम्प्याक्ट टिमहरू छन् नथिङ टु लुज होइन एक्साइटमेन्ट धेरै छ लुज गर्नु अथवा अरू प्रेसरहरू भन्दा पनि सो दे विल पर्फर्म वेल भन्ने चाहिँ मलाई लाग्छ इन दिस टुर्नामेन्ट फुटबललाई रिलेट गरेर साउथ कोरिया भन्ने बित्तिकै सन ह्युमेन त आइहाल्छ सन ह्युमेन सँगसँगै युरोपको टप लिगहरू खेल्ने टप क्लबहरूबाट खेल्ने प्लेयरहरू पनि साउथ कोरियामा चाहिँ रहेको छ सो ओभरअल्ली इन हिज क्याप्टेन्सीमा चाहिँ साउथ कोरिया आउनेवाला छन् साउथ कोरियाले चाहिँ उसको म्याचहरू AFC च्याम्पियन्सको जुन क्वालिफायर म्याचहरू चाहिँ इराक जोर्डन जस्ता टिमहरूमा सँग खेलेका थिए भने जुन टेबल टप पनि गरेर आएका छन् एज वेल एज साउथ अफ्रिकाले पनि टेबल टप गरेर आएको हो अन द अदर साइड भन्नुपर्दा चाहिँ चेक रिपब्लिक चाहिँ चिलमा छ चिलमा भन्नु मतलब चाहिँ दे आर कमिङ आफ्टर 20 इयर्स 20 वर्षपछि आउँदैछ केटाहरूले इन्ट्रेस्टिङ चिज भनेको दे आर अलरेडी एक्साइटमेन्ट त्यहाँनिर छ 20 वर्षपछि आउँदैछ अनि डेनमार्क आयरल्यान्ड जस्तो टिमहरूलाई कमब्याक गरेर जितेर पेनल्टीमा जितेर आइरहेछ छुट्टै हौसला छ केटाहरूलाई भित्रबाट होइन एक्साइटमेन्ट छुट्टै छ इन्सपायर छुट्टै तरिकाले भइरहेछ केटाहरू सो ओभरअल यो गेमहरू हेर्नुपर्दा चाहिँ आफ्नो इन हिज वे इन देयर वे आफ्नो टिमहरू आफ्नै क्वालिफायर खेलेर ग्रुप स्टेजहरू टप गरेर एक्सेप्ट मेक्सिको चाहिँ जुन होस्ट नेसन भएको कारणले कुनै पनि क्वालिफायर खेल्नु परेन आफ्नो गेमहरू चाहिँ देखाएर यहाँसम्म आछन् सो ग्रुप ए चाहिँ कम्प्याक्ट छ भन्न मिल्यो सो इफ आई हेभ टु ऱ्याङ्क यो ग्रुपलाई चाहिँ ऱ्याङ्क गर्नु पऱ्यो भने चाहिँ मैले फर्स्टमा अलिकति फ्यान्सको यहाँ एडभान्टेजहरू छ जित्नै पर्ने अलिकति दबाब प्रेसरहरूको बिचमा कस्तो गेम देखाउँछ भन्ने चाहिँ हुन्छ ओभरअल मैले ऱ्याङ्किङ गर्नु पऱ्यो भने चाहिँ आई विल ऱ्याङ्क फर्स्टमा मेक्सिकोलाई राख्छु सेकेन्डमा स्पेनको धेरै क्लबहरूबाट चाहिँ इन्क्लुडेड छ सो वी क्यान इन्क्लुड सेकेन्डमा चाहिँ सन ह्युमेनको टिम साउथ कोरियालाई भने थर्डमा चाहिँ चेक रिपब्लिकलाई राख्न सकिन्छ जुन आयरल्यान्ड डेनमार्क जस्तो टिमहरूलाई बिट गरेर पनि आएको छ देयर विल बी द होप द पेनाल्टी किङ भन्न सक्यो आइरहेछन् है भने लास्टमा चाहिँ साउथ कोरियालाई राख्छु सो ओभरअल तपाईँहरूको के हुन्छ त यो ऱ्याङ्किङ वाइज साउथ कोरिया चेक रिपब्लिक मेक्सिको अनि साउथ अफ्रिकाहरूमा कसरी ऱ्याङ्क गर्नुहुन्छ त्यो लेट मी नो इन द कमेन्ट अनि ओभरअल हु इज द बेस्ट प्लेयर भनेर पनि भन्नु होला सो सब्सक्राइब पनि गरिदिनु होला किनभने चाहिँ वर्ल्ड कपको रिभ्यू प्रिभ्यूदेखि लिएर ओभरअल इन्फर्मेसन अपडेटहरू चाहिँ हामी यही च्यानल मार्फत गर्नेछौँ सो थ्याङ्क यू फर वाचिङ बाई बाई